अब हेर्नुहोस् तपाईँले स्थानीय सरकार सञ्चालन ऐन 2074 शिक्षा सम्बन्धीको आज हामी डिस्कस गर्नेछौँ, जुन चाहिँ भनेको परिषद नम्बर 3 दफा नम्बर 11 को 2 को जम्मा रहेको आधारभूत र माध्यमिक शिक्षाको अधिकारहरू जम्मा 23वटा रहेछन्। त्यो 23वटालाई चाहिँ तपाईँको दिमागमा कम्प्लिटली 1 देखि 23 सम्म कुन कुन के कुराहरू पर्छन् भन्ने कुरा तपाईँलाई जिन्दगीभरि सम्झिने म उपाय दिन्छु, जुन चाहिँ तपाईँले एकपल्ट सम्झिने बित्तिकै यो नम्बरमा पर्छ भन्ने याद भइहाल्छ। सबैभन्दा पहिला यहाँ तपाईँले बुझ्नुपर्ने हुन्छ ECD प्यारेन्ट्स एजुकेसन बेसिक भनेको छ। यो त भन्दा पहिला चाहिँ म तपाईँलाई के भन्छ भने तपाईँको पहिला घर सम्झिनुहोस्, तपाईँको घरको अगाडिको ढोका सम्झिनुहोस्, ढोकाबाट छिर्ने ठाउँ सम्झिनुहोस्, त्यसै गरी माथि सम्झिनुहोस्, माथि तल सबैतिर सम्झिनुहोस् र त्यो सम्झे पछाडि चाहिँ त्यो सम्पूर्ण कुराहरूलाई चाहिँ त्यहाँ लगेर राख्ने यसलाई भन्छ मेमोरी प्यालेस सिस्टम। र यो मेमोरी प्यालेस सिस्टममा चाहिँ तपाईँले यहाँ एउटा कुरालाई एक ठाउँमा राख्यो भने त्यो 1 नम्बर त्यो 2 नम्बर भनेर पर्छ। अझै यसलाई सजिलो कसरी बनाउने भन्ने चाहिँ मैले दिएको छु। एकदमै सजिलो छ, इफेक्टिभ छ र एकदमै भनेको युजफुल पनि छ। तपाईँले चाहिँ यो भिडियो अन्त्यसम्म हेर्नु होला, 4 मिनेटभन्दा बेसी समय लाग्दैन। नम्बर 1 मा छ ECD प्यारेन्ट्स बेसिक एजुकेसन, इन्फर्मल एजुकेसन, अल्टरनेटिभ एजुकेसन, कन्टिन्युस ओपन, स्पेसल एजुकेसन छ। यो चाहिँ एजुकेसनको टाइप्सहरू सबै तपाईँले यसमा हालिदिने, यसलाई अहिले केही पनि नहेर्ने, प्राइमेरी एउटै छ। अब तपाईँले घर सम्झिनुहोस्, तपाईँको घरको छ नि त पहिलाको ढोकामा के छ, ढोकामा चाहिँ एकापट्टि चाहिँ शिक्षाका टाइप्स भनेको छ नि त होइन। यतापट्टि तपाईँको मूल ढोकाको यतापट्टि लेफ्ट साइडमा चाहिँ ECD का बच्चाहरू सम्झिनुहोस्, अनि त्यहाँबाट अभिभावक पनि सम्झिनुहोस्, अनि अब पछाडि अर्को भनेको अरू प्रकारका ओपन एजुकेसन भन्ने बित्तिकै त्यहाँदेखि चाहिँ इन्फर्मल एजुकेसन, कन्टिन्युस एजुकेसन, स्पेसल एजुकेसन भन्ने बित्तिकै स्पेसल चाइल्डहरू सम्झिनुहोस्। र यी विभिन्न खालका विद्यार्थीहरूलाई त सम्झिने बित्तिकै तपाईँले चाहिँ सम्पूर्ण प्रकारको शिक्षा सम्झिनुहुनेछ। र नम्बर 2 मा आए पछाडि चाहिँ निजी सामुदायिक गुठी विद्यालय भनेको छ। तपाईँको घरको ढोकाको राइटपट्टि सम्झिनुहोस्, राइटपट्टि चाहिँ तपाईँको गाउँमा भएको एउटा निजी स्कुल सम्झिनुहोस् र तपाईँको सामुदायिक स्कुल सम्झिनुहोस् र त्यसै गरी गुठी विद्यालय सम्झिनुहोस्। नम्बर 1 मा के थियो, सम्पूर्ण टाइप्सको स्पेसल एजुकेसन, कन्टिन्युस एजुकेसन, अल्टरनेटिभ एजुकेसन थियो भने नम्बर 2 मा के पर्यो, निजी गुठी सामुदायिक विद्यालय पर्यो। तपाईँलाई 2 नम्बरसम्म आइसकेको छ। अब तपाईँ घरभित्र सट्ट छिर्नुहोस्, घरभित्रको मूल ढोकाबाट छिर्ने बित्तिकै तपाईँको कुनै एउटा इमेजिन गर्नुहोस्, तपाईँको घरको मूल ढोकाको अब भित्र छिर्ने बित्तिकै कस्तो छ त, कुनै एउटा कोठा होला होइन। त्यो कोठा आउने बित्तिकै त्यो कोठामा भएको कुराहरू सम्झिनुहोस्। त्यो कोठामा चाहिँ एकजना मान्छे बसिरहनु भएको छ र उहाँले चाहिँ ल्यापटप चलाउँदै हुन्छ। ल्यापटप भन्ने बित्तिकै चाहिँ के सम्बन्ध पऱ्यो भने प्रविधि तथा व्यवसाय सम्बन्धी पऱ्यो। त्यसै गरी नम्बर 4 मा यतापट्टि माथिल्लो साइडमा सम्झिनुहोस्, एकजना मान्छे बस्नु भएको छ र उहाँले चाहिँ मातृभाषामा चाहिँ उहाँको छोरालाई सिकाउँदै हुनुहुन्छ। जस्तै एउटा मगर बाजे, तपाईँको तामाङ बाजे, गुरुङ बाजे कसैलाई सम्झिनुहोस् र उहाँ चाहिँले चाहिँ के सिकाउँदै हुन्छ, मातृभाषा सिकाउँदै हुन्छ। हेर्नुहोस् है तपाईँलाई आएको छ छैन, फेरि एकपल्ट हेरौँ। 1 नम्बरमा के थियो, तपाईँको मूल ढोकाको लेफ्ट साइडमा सम्पूर्ण प्रकारका ECD प्यारेन्ट्स र अन्य टाइप्सका एजुकेसनहरू थियो होइन। नम्बर 2 को राइट साइडमा के थियो, यतापट्टि बोर्डिङ स्कुलहरू थियो। नम्बर 3 मा के थियो, एकजना मान्छे ल्यापटप चलाउँदै थियो, प्राविधिक व्यवसाय शिक्षा। माथिल्लोपट्टि साइडमा के थियो, माथिल्लो साइडमा मातृभाषा सिकाउँदै गरेको एकजना अङ्कल हुन्थ्यो, मातृभाषाको कुरा पऱ्यो। त्यसै गरी गाभिएको विद्यालय अलिकति यतापट्टि साइडमा सम्झिनुहोस्, एउटा फोटो स्कुलको, त्यस्तो स्कुलको फोटो सम्झिनुहोस् जुन चाहिँ भनेको अहिले गाभियो वा बन्द भएको छ। त्यसै गरी अर्को भनेको गाउँ नगर शिक्षा समितिको बैठक भएको, तपाईँको गाउँका 1-2जना मान्छे र नगरपालिकाका 1-2जना मान्छे चाहिँ बैठक भएको यतापट्टि एउटा कुनामा सम्झिनुहोस्। र अर्कोपट्टि भनेको विद्यालय व्यवस्थापन समिति, तपाईँले पढेका वा पढाएको विद्यालय व्यवस्थापन समितिको बैठक भएको सम्झिनुहोस्। एकापट्टि नगर शिक्षाको भइरहेको छ, नगर गाउँ शिक्षाको, अर्कोपट्टि के भइरहेको छ, विद्यालय व्यवस्थापन समितिको मिटिङ भइरहेको छ है। अनि त्यसै गरी भनेको विद्यालय नामाकरण, अब एउटा बोर्डमा चाहिँ पुरै विद्यालय नामाकरण भइरहेको, जस्तै एउटा कुनै भनेको नगरपालिका महालक्ष्मी विद्यालय होइन, सामुदायिक विद्यालय भनेर नामाकरण भइरहेको एउटा बोर्ड देख्नुहोस्, नयाँ बोर्ड देख्ने बित्तिकै तपाईँलाई आउँछ। र त्यो बोर्डदेखि सिधै माथि चाहिँ एउटा के झुन्ड्याएको रहेछ, झोला झुन्ड्याएको रहेछ। झोलामा के रहेछ, धुलो रहेछ र त्यसमा चाहिँ के रहेछ, पैसा रहेछ। यो चाहिँ यसले चाहिँ के जनाउँछ भने विद्यालयको धुलो भनेको त्यसको चाहिँ स्वामित्व र जग्गाको स्वामित्व र पैसा भनेको सम्पत्ति सम्झिन्छ है। त्यसै गरी त्यो त्यहाँदेखि यतापट्टि चुलोमा आउँछ। चुलोमा चाहिँ एउटा मान्छेले के गरेको सम्झिनुहोस्, पुस्तक हालेको सम्झिनुहोस्। त्यसमा चाहिँ भनेको गुड पुस्तक चाहिँ वितरण, त्यसलाई चाहिँ गुड पुस्तक वितरण भन्नुहोस्, त्यसमा वितरण गरिरहेको छ तर आगोमा। अर्को टिचर वर्कर भ्याकेन्सी छ, यसलाई चाहिँ कस्तो सम्झिनु, तपाईँको यतापट्टि झ्याल छ, झ्यालमा के कागज रहेछ, टिचरको भ्याकेन्सी रहेछ, यो दरबन्दी सम्बन्धी रहेछ, कर्मचारी शिक्षकको दरबन्दी। अनि अर्कोपट्टिको त्यही झ्यालमा चाहिँ अर्कोपट्टि साइडमा के रहेछ, स्कुलको म्याप रहेछ। के रहेछ, स्कुलको म्याप रहेछ भनेको विद्यालयको चाहिँ नक्सा नामाङ्कन भन्छ है, नक्साङ्कन भन्छ है, नामाङ्कन अघि
साइन्सको। अनि अलिक प्रतितापट्टि साइन्स सब्जेक्ट तपाईँको घर चाहिँ के भएको छ, अलिकति भत्केको छ। भत्केको भन्ने बित्तिकै भत्केको यो पुनर्निर्माण सम्बन्धी पऱ्यो, त्यसै गरी पूर्वाधार निर्माण मर्मत सम्मार सम्बन्धी पऱ्यो। अनि त्यसै गरी यतापट्टि भत्केकोबाट यसो बाहिर हेर्दा के देखियो, कक्षाका विद्यार्थी इक्जाम दिइरहेछन्, बिहालीको इक्जाम, बिहाली इक्जामको परीक्षा सञ्चालन अनुगमन कुरा पऱ्यो। त्यसै गरी उतापट्टि एकजना सरले चाहिँ के गर्दै हुँदो रहेछ, परीक्षा भएको साइडमा यतापट्टि चाहिँ सरले चाहिँ पुरा मस्त परीक्षा कपी काटेर बसिरहेछन्, उत्तर पुस्तिका परीक्षण भयो। अब अलिक तलतिर जानुहोस्, बाँसगारी रहेछ। बाँसगारी भने त्यो तपाईँले बाँस त के बेच्ने कुरो भएन, गाउँमा फ्रीमा दिने हो, त्यो निःशुल्क। निःशुल्क के दिन्छ स्कुलमा, छात्रवृत्ति दिन्छ हो, त्यो सम्झिनुहोस्। अनि त्यसै गरी अलिक तलतिर जानुहोस्, त्यो बाँसगारी मुनि के गरिरहेछन् विद्यार्थीहरू, पुरा कोचिङ हानिरहेछन् क्या, पुरै कोचिङ हानिरहेछन्। अनि त्यसै कोचिङको कुराहरू आउँछ यसमा चाहिँ, अनुमति नियमन। अनि त्यसै गरी ट्युसनमा तलतिर त्यहाँनिर त्यो ट्युसनमा चाहिँ के कुन किताब पढिरहेको थिएँ, स्थानीय विषय पढाएको थिएँ। स्थानीय विषयमा के पढाएको, स्थानीय ज्ञान सिप कला, स्थानीय ज्ञान सिप कलाको पाठ पढिरहेका थिएँ। यसलाई हामी रिभिजन गर्छौँ है, भिजुअलाइज चाहिँ एकदमै गर्नुपर्छ तपाईँले आफ्नै घरलाई, तपाईँले एकदमै सरल तरिकाले सिक्नुहुन्छ। धेरैवटा छ, त्यो बेला छिटो भनिरहेको छु। अनि त्यसै गरी अलिक तलतिर जानुहोस्, तल्लो घरमा जानुहोस्, तल्लो घरमा के रहेछ, लाइब्रेरी रहेछ। सम्झिनुहोस् है, लाइब्रेरीको व्यवस्था भनेको छ, लाइब्रेरी चाहिँ केमा छ, बाथरुममा छ क्या, तपाईँको अलिक फन्नी बनाइदिनुहोस्। अनि त्यसै गरी त्यो आँगनमा, उहाँहरूको आँगनमा, छिमेकी आँगनमा के छ, पुरा माविको प्रोग्राम भइरहेछ क्या, सेकेन्डरी स्कुलको चाहिँ प्रोग्राम भइरहेछ। यसको चाहिँ मावि प्रोग्रामको समन्वय मिलनको कुरा आउँछ। अनि त्यसै गरी अर्को नम्बरमा जानुहोस्, यो विद्यालयले छुट्याउने बजेटको क्यालकुलेसन गर्दै एकजना मान्छे चाहिँ पुरा हिसाब गरेर बसिरहेको छ। त्यो भनेको चाहिँ विद्यालयको बजेट व्यवस्थापन अनुशासन कायम अनुगमनका कुराहरू आउँछ। त्यसै गरी अब अर्को यतापट्टि जानुहोस्, त्यो घरको पछाडिपट्टिको दुईजना, एउटा घरमा दुईवटा आँगन हुन्छ नि, तपाईँलाई थाहा छ। पछाडिपट्टिको सानो आँगनमा चाहिँ के भइरहेको रहेछ, अगाडि चाहिँ अघि चाहिँ ठुलो आँगनमा चाहिँ प्रोग्राम भइरहेको थियो यो उसको माविको, अर्को सानो आँगनमा चाहिँ कर्मचारीको चाहिँ तालिम भइरहेको छ। सम्झिनुहोस् है, विद्यार्थी टिचर र कर्मचारीको यो चाहिँ क्षमता विकासको लागि। र त्यसै गरी अब यतापट्टि साइडमा हेर्दाखेरि चाहिँ, यतापट्टि चाहिँ अर्को साइडमा त्यसकै कुनापट्टि साइडमा हेर्नुहोस्, त्यहाँ चाहिँ के भइरहेको थियो, एजुकेसन एक्टिभिटिजहरू भइरहेको थियो, शैक्षिक क्रियाकलापहरू। अब तपाईँले फेरि रिकल गरौँ है त, तपाईँको घर छ, घरको लेफ्ट साइडमा के छ, टाइप्स अफ स्टुडेन्ट्स छ, यो स्कुल्सहरू छन्, जस्तै भनेको अल्टरनेटिभ, कन्टिन्युस शिक्षाको प्रकार पऱ्यो। अर्कोपट्टि के छ, निजी विद्यालयहरू पऱ्यो। अलिक भित्र छिर्नु भयो, एकजना मान्छे ल्यापटप चलाएर बसेको छ, प्राविधिक शिक्षाको सञ्चालन अनुगमन पऱ्यो। अर्कोपट्टि छिर्नुभयो, यतापट्टि के थियो, मातृभाषा दिएर एकजना अङ्कल पढाएर मात्रै मातृभाषा दिएको कुरा सम्झिनुभयो। अनि त्यसै गरी भनेको यतापट्टि गाविको विद्यालय, यतापट्टि साइडमा के थियो, गाविको विद्यालय थियो। त्यसै गरी यतापट्टि नगर शिक्षाहरू सुरु भइरहेको, नगर शिक्षाको मिटिङ भइरहेको थियो। माथिल्लोपट्टि साइडमा के भइरहेको थियो, विद्यालय व्यवस्थापन समितिको मिटिङ भइरहेको थियो। अनि अगाडिपट्टि के भइरहेको थियो, ठुलो बोर्डमा चाहिँ नयाँ विद्यालयको नामाङ्कन, नयाँ विद्यालयको नाम लेखेको बोर्ड टाँसेको थियो। माथितिर झोला जुनिएको थियो, झोलामा के थियो, धुलो र सम्पत्ति थियो, विद्यालयको सम्पत्तिको सम्पत्ति सम्बन्धी, त्यसको सम्पत्ति र त्यसको स्वामित्वको कुरा आयो। त्यसै गरी अगेनामा कसले के हालेको थियो, किताब हाल्दै थियो, गुड पुस्तक वितरण होइन, पाठ्य पुस्तक वितरण। झ्यालमा जानुहोस्, झ्यालमा के थियो, कागज थियो, एउटा कागजमा भ्याकेन्सी थियो टिचर वर्करको, अर्को कागजमा के थियो, अर्को कागजमा भनेको विद्यालयको नक्सा थियो। अर्कोपट्टि जानुहोस्, तपाईँको घर भत्केको छ, यो चाहिँ निर्माण सम्बन्धी पऱ्यो। बाहिर हेर्दाखेरि के देखिरहेको छ, विद्यार्थी बिहाली इक्जाम दिइरहेको छ। यतापट्टि साइडमा हेर्नुहोस्, टिचरले पुरा परीक्षा चेक गरेर छ। तलतिर जानुहोस्, बाँसगारी छ, बाँसगारी चाहिँ फ्रीमा दिने हो, त्यो भनेको त्यहाँ निःशुल्क छात्रवृत्ति भयो। बाँसगारी मुनि ट्युसन कोचिङ चलिरहेछ, कोचिङमा विद्यार्थीहरू के पढिरहेछन्, कोचिङमा चाहिँ विद्यार्थीहरू चाहिँ स्थानीय ज्ञान सिपका कुराहरू पढिरहेका छन्। त्यसै गरी तपाईँको अर्को छिमेकीको आँगनमा जानुहोस्, आँगनमा चाहिँ के चलिरहेछ, त्यही छिमेकीको लाइब्रेरी, बाथरुममा जानुहोस्, बाथरुममा के छ, पुरा लाइब्रेरी छ। अनि आँगनमा के छ, माविको प्रोग्राम भइरहेछ। माथितिर जानुहोस्, हिसाब गरिरहेछ आय व्यय। अनि उहाँहरूकै त्यो सानो पछाडिको आँगनमा जानुहोस्, के छ, त्यहाँ चाहिँ मिटिङ, त्यहाँ चाहिँ भनेको तालिम चलिरहेछ टिचर र उसको कर्मचारीको। अनि फेरि त्यसकै यतापट्टि साइडमा चाहिँ के चलिरहेछ, एजुकेसनल एक्टिभिटी चलिरहेछ। यसरी चाहिँ तपाईँले कम्प्लिटली 1 नम्बरदेखि 23 नम्बरसम्म चाहिँ पिक्चर बनाएर चाहिँ राख्नुभयो भने तपाईँको जिन्दगीभरि याद हुनेछ। तपाईँको घर जाँदाखेरि तपाईँले मेमोराइज गर्नुहुन्छ। र यतापट्टिका कुराहरू चाहिँ के छ भने उस्तै छन्, मैले तपाईँलाई अलरेडी नै भनिसकेको छु। जस्तै यसमा चाहिँ यो टाइप्स अफ एजुकेसन चाहिँ नीति, अनुगमन, मूल्याङ्कन, निगमन, सञ्चालन, निगमन, व्यवस्थापन, योजना, तर्जुमा, मूल्याङ्कन, व्यवस्थापन, सबैमा चाहिँ व्यवस्थापन, निगमन, संरक्षण व्यवस्थापन, संरक्षण व्यवस्थापन। जस्तै सम्पत्ति के हुन्छ, निगमन त हुँदैन, हुन्छ निगमन पनि हुन्छ, संरक्षण पनि हुन्छ। त्यस्तै भनेको बिहालीले गरेर विद्यार्थीको के हुन्छ, अनुगमन हुन्छ, व्यवस्थापन हुन्छ। यस्ता कुराहरू चाहिँ उस्तै छन्, त्यही भएर खासै इम्पोर्टेन्ट थिएन।
मतलब इम्पोर्टेन्ट छ, तर यो त्यसमै समेटेको हुनाले गर्दाखेरि मैले यसमा समेटेँ। यसरी चाहिँ तपाईँले सिक्नुभयो भने चाहिँ अत्यन्तै लामा कुराहरूलाई पनि छोटो रूपमा चाहिँ लामो समयसम्म चाहिँ राख्नुहुन्छ। र यस्तै भिडियोको लागि चाहिँ कृपया कमेन्ट गरिदिनु होला।